सर्ट्स अन्त म चाहिँ आज चाहिँ यो 2025को 24 तारिकदेखि लिएर 24 टु 26 डिसेम्बरको सर्ट भिडियो लिएर आएको छु। र हाम्रो यात्रा चाहिँ भएको छ सिलगढी तरफ, किनकि हाम्रो मम्मी बाबाहरू चाहिँ अलरेडी नै सिलगढी गइसक्नु भएको छ। मेरो सास ससुर र मेरो हस्बेन्ड र म पनि यसपालि पनि क्रिसमस उतै मनाउने भनेर चाहिँ हामी 24 तारिक घरबाट हिँड्यौँ र सिलगढीमा दुईजना बुढाबुढी स्कुटीमा गएको। अब दुईजना मात्रै मजा आयो। यसो टु विलर्समा पनि ट्राभल गर्नु एक प्रकारको मजा आउँदो रहेछ, खाँदै पिउँदै फोटोहरू खिच्दै है। र त्यसपछि हामी घर पुग्यौँ। राति पुगेपछि आगोहरू बालेर खानासाना खाएर ताप्यौँ। र त्यसपछि 25 तारिकको दिन चाहिँ मैले बक्खु लगाएको थिएँ र हामीहरू चर्च जानुलाई रेडी भयो क्रिसमसको दिन। र हामी दुईजना चिया बगानमा घुम्दै ओर्दै हाँस्दै गयौँ। र त्यसपछि क्रिसमस मनाउनको लागि चर्चमा एकदम धेरै रमाइलो भयो, मजाले इन्जोय गऱ्यो क्रिसमस सेलिब्रेसन। उहाँ सानसानो नानीहरूले एकदम राम्रो उयो के भन्छ नृत्यहरू पनि देखाउनु भयो र हामीले त्यहीँनिर खानाहरू खाएर मजाले इन्जोय गऱ्यौँ। र लास्ट इयर पनि हामीले सिलगढीमा मनाएको थियो र यसपालि पनि हामीले सिलगढीमै मनायौँ, किनकि हाम्रै ब्रान्च पनि यतानिर एपिसिएसको चर्च गान्तोककै चर्च ब्रान्च पनि यता सिलगढीमा छ नि त, त्यही भएर। र त्यसको बादमा चाहिँ हामी घर गएर फेरि 26 तारिकको दिन चाहिँ हामीले कन्टिन्यू 24-25 चाहिँ एकदम ननभेज खाएकोले कारणले गर्दाखेरि चाहिँ त्यो 26 तारिकको दिन चाहिँ मैले सिम्पल सादा रायोको साग अनि तिलको अचार र राइस बनाएर खायो हामीले। र अन्त किनकि मैले ननभेज बेसी भएर त्यही पछि हामीले बुढाले स्कुटी मजाले अलिअलि पखाल पुखुल पारेर धोएर हामी दुईजना फेरि मार्केटतिर लाग्यौँ। र त्यसपछि हामीले यो चिया चाहिँ भन्नुपर्दा तपाईँको 5 रुपियाँको चिया चाहिँ एक कप खायौँ हामीले। 5 रुपियाँको चिया पनि पाउँछ गाइस सिलगढीमा चाहिँ। अन्त कतिजनालाई त यादै होला, तर मलाई समटाइम यस्तो खानु पनि एकदम रमाइलो लाग्छ, किनकि गान्तोकमा त्यस्तो कुराहरू पाउँदैन है। र हामी त्यही दिन चाहिँ 26 तारिकको दिन चाहिँ बेलुका हामीले उतानिर एउटा पार्क रहेछ त्यहाँनिर गयौँ। र हामीले खै आइरहनु म बिर्सिहाल्छु त्यो पार्कको नाम। त्यहाँ गएर चाहिँ हामीले त्यसरी दिन बितायौँ 24, 25, 26। सो गाइस थ्याङ्क यू फर वाचिङ। र अझै फेरि तपाईँले साथ सपोर्ट दिनुहोला, माया दिनुहोस् होला। र फेरि यसरी नै नयाँ भिडियोहरू लिएर फेरि आउनेछु। थ्याङ्क यू फर वाचिङ।